विशेषमा हामी के हुन्छ शिक्षा सम्बन्धी केही प्रश्न लिएर आएको छु र आजको विशेष प्रश्न रहेको छ शिक्षा मन्त्रालयको स्थापना कहिले भएको थियो भन्ने कुरा है। यहाँ चाहिँ के हुन्छ क्वेसन ध्यान दिएर सुन्नु होला र क्वेसनको सही उत्तर चाहिँ कमेन्ट गर्ने कोसिस गर्नु होला। भने सँगसँगै के हुन्छ हामीले है नेपालमा के हुन्छ नेपालमा शिक्षा मन्त्रालयको स्थापना कहिले भएको थियो भन्ने क्वेसन छ। 2012, 2007, 2014 र के हुन्छ 2016 है। अप्सन ए मा 2012, 2000 बी मा के हुन्छ 2007 र डी मा के हुन्छ सी मा 2016 के 14 र 2016 रहेको छ डी मा है। यसरी के हुन्छ यो प्रश्नको सही उत्तर चाहिँ कमेन्ट गर्नु। यससँगै के हुन्छ हामीले अब यो क्वेसनको विस्तृत चाहिँ जानकारी लिने गर्दैछु है। अब नेपालमा शिक्षा मन्त्रालयको स्थापना कहिले भएको थियो भने 2007 सालमा भएको थियो। 2007 सालमा के भएको थियो शिक्षा मन्त्रालयको स्थापना भएको थियो। 2000 शिक्षा मन्त्रालयको स्थापना है। शिक्षा मन्त्रालयको स्थापना भएको थियो। 2012 सालमा के हुन्छ नेपालमा प्रौढ शिक्षाको सुरुवात भएको थियो। नेपालमा के त नेपालमा प्रौढ है प्रौढ शिक्षाको सुरुवात भएको थियो। प्रौढ शिक्षाको सुरुवात भएको थियो। त्यसरी के हुन्छ अब 2014 सालमा के भएको थियो भनेपछि लक्ष्मीप्रसाद देवकोटालाई चिने त कुरै छैन है। 2014 सालमा नेपालको शिक्षा मन्त्रालय नेपालको पहिलो शिक्षा मन्त्री बनेको निजल राणा हो। भने सँगसँगै के हुन्छ र 2014 सालमा है 2000 के हुन्छ 14 सालमा के भएको थियो भन्ने कुरा 2014 सालमा लक्ष्मीप्रसाद देवकोटा है लक्ष्मीप्रसाद देवकोटा शिक्षा मन्त्री के हुन्छ शिक्षा मन्त्री बनेको थियो। भनेपछि के हुन्छ पहिलो है नेपालको पहिलो शिक्षा मन्त्री है। पहिलो शिक्षा मन्त्री भनेको त निजङ राणा है। अनि के हुन्छ निजङ राणा र हाल के हुन्छ त सस्मित है सस्मित पोखरेल चाहिँ रहेको छ हालको। र यसरी के भन्छ अब 2016 सालमा के भएको थियो त्रिभुवन विश्वविद्यालयको स्थापना। नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय को स्थापना भएको थियो है। यो चाहिँ के हुन्छ हाम्रो यति रहेको छ। यति 2016 सालमा के हुन्छ नेपाल त्रिभुवन विश्वविद्यालय के हुन्छ नेपालकै सबैभन्दा जेठो विश्वविद्यालय रहेको छ। र यस सँगसँगै यो सँगसँगै अझै यसमा 2007 सालमा रेडियो 2007 साल 12-20 गते के भएको थियो भनेपछि के हुन्छ रेडियो नेपालको पनि स्थापना भएको थियो। जुन के हुन्छ रेडियो शिक्षामा के हुन्छ कार्यक्रमहरू के हुन्छ शिक्षा तालिमहरूको पनि प्रचार हुने गर्दछ। र यस्तै जानकारीमूलक भिडियोको लागि लाइक फलो सेयर गर्नु र तपाईँ यदि बर्दिवासमै लोकसाहित्य तयारी गर्ने सोच हुनुहुन्छ भने अवश्य एकचोटि हामीले बर्दिवास छोडेको बर्दिवास लोकसभालाई सम्झिन सक्नुहुन्छ। हस्त धन्यवाद।